Hey guys, after long time back, आज चाहिँ म तपाईहरुको माझ एउटा भिडियो लिएर आएको छु जुन भिडियो चाहिँ अल अबाउट हुन्छ नि हाम्रो लाइफलाई कसरी बेटर गर्न सकिन्छ र लाइफलाई कसरी डाइरेक्सन दिन सकिन्छ। सो त्यो कुरामा चाहिँ आज म केही पोइन्टहरु चाहिँ शेयर गर्न गइरहेको छु जुन चाहिँ एकदमै इम्पोर्टेन्ट हुनेवाला छ है त। सो फर्स्टमा चाहिँ हामीले चाहिँ आफ्नो लाइफको एउटा अडिट चाहिँ बनाउनु पर्ने हुन्छ। तपाई कुन फिल्डमा चाहिँ तपाई हुन्छ नि स्ट्रङ बन्न चाहनुहुन्छ, लाइक हेल्थ, फाइनान्स, रिलेशनशिप, होम, फ्री टाइम, करियर, पर्सनल डेभलपमेन्टदेखि लिएर विभिन्न फिल्डमा चाहिँ तपाईँ केमा चाहिँ हुन्छ नि तपाईँ स्ट्यान्ड गर्न चाहनुहुन्छ। सो लाइफ अडिट गर्नुको लागि चाहिँ स्टार्ट गरिहाल्नु होला। सो नम्बर 2, मेक अ माइन्डसेट सिफ्ट। जति पनि हामीले लाइफमा हुन्छ नि जति पनि आफ्नो प्रेजेन्ट लाइफमा हुन्छ कि फ्युचरलाई लिएर हुन्छ कि गोललाई अचिभ गर्नेदेखि लिएर हुन्छ नि अल एबाउट माइन्डसेट हो कि। यदि तपाईँले आफ्नो माइन्डसेटलाई कन्ट्रोल गर्नुहुन्छ भने चाहिँ तपाईँले धेरै कुरा चाहिँ गर्न सक्नुहुन्छ। सो माइन्डसेट भनेको के हो भन्दाखेरि चाहिँ अब तपाईँले जे थिङ्क गर्नुहुन्छ, जेमा बिलिभ गर्नुहुन्छ त्यही कुरा नै तपाईँमा रिफ्लेक्ट हुन्छ कि। सो तपाईँ कुनै नेगेटिभ सिचुएसनमा हुनुहुन्छ कि तपाईँ भिक्टिम हुनुहुन्छ कि त्यो बेला चाहिँ तपाईँहरूले आफ्नो माइन्डसेटलाई कसरी कन्ट्रोल गर्न सकिन्छ भन्दाखेरि चाहिँ सेल्फ आफूलाई आस्क गर्नु कि हाउ टु कन्ट्रोल, हाउ टु चेन्ज भनेर। सो माइन्डसेट इज एभ्रिथिङ। नम्बर 3, डिजाइन योर इन्भाइरोमेन्ट फर सक्सेस। लाइफमा सक्सेस पाउनको लागि चाहिँ एकदमै महत्त्वपूर्ण पोइन्ट चाहिँ तपाईँको इन्भाइरोमेन्ट पनि हुनसक्छ है। सो तपाईँ जे बन्न चाहनुहुन्छ, के गर्न चाहनुहुन्छ, तपाईँको इन्भाइरोमेन्ट यदि राम्रो छ भने चाहिँ तपाईँ त्यो फिल्डमा तपाईँ धेरै नै राम्रोसँग अगाडि बढ्न सक्नुहुन्छ, तपाईँले सक्सेस पनि पाउनुहुन्छ। सो डिजाइन योर इन्भाइरोमेन्ट फर सक्सेस। सो नम्बर 4, learn new skills and improve upon your existing ones. Learning a new skills is changing your life faster. Okay? New skills सिकेर आफ्नो लाइफलाई चाँडोभन्दा चाँडो फास्ट चेन्ज गर्नु जस्तो चाहिँ मैले केही पनि कुरा चाहिँ मैले देखेको पनि छैन। सो तपाईँले जति धेरै नै स्किल्सहरू सिक्नुहुन्छ, आफूमा डेभलप गर्नुहुन्छ, त्यो कुराले तपाईँको लाइफलाई चाहिँ चेन्ज गर्नको लागि एकदमै हेल्प गर्छ। सो लर्न न्यू स्किल्स, नेभर स्टप टु लर्न। सो जति पनि मान्छेहरू सक्सेसफुल छन् दे आर ट्रु लर्नर, ट्रु लिसनर। एन्ड लास्टली इन्जोय द प्रोसेस। तपाईँले जति पनि काम गर्नुहुन्छ, जति पनि प्रोजेक्टमा हुन्छ नि आफूलाई टाइम दिनुहुन्छ, तर तपाईँले लाइफमा एउटा फन आफूमा हुन्छ नि एउटा इन्जोयमेन्ट गर्नको लागि चाहिँ तपाईँले बिर्सिनु हुँदैन। तपाईँले आफ्नो जर्नीलाई, प्रोसेसलाई चाहिँ इन्जोय गर्नुभयो भने चाहिँ अझै तपाईँको लाइफ चाहिँ बेटर हुनसक्छ। र तपाईँले चाहिँ हुन्छ नि यति कुरा चाहिँ तपाईँहरूले माइन्डसेटमा राख्नुपर्छ कि तपाईँले सुरुवाती चरणमा तपाईँले जति दुःख पाउनुभएको छ, जति तपाईँहरूले सोचिरहनु भएको छ फ्युचरमा त्यो हुनेवाला छैन। किनकि तपाईँले स्टार्टिङमा राम्रो गर्नुभयो भने तपाईँले स्टार्टिङको फेजमा तपाईँले लोनलिनेस, तपाईँले हुन्छ नि अनसपोर्टदेखि लिएर हुन्छ नि धेरै कुराहरू हुन्छ नि तपाईँहरूले भोग्नुपर्ने हुन्छ। तर त्यो कुराबाट तपाईँ हुन्छ नि एक स्टेप अगाडि बढ्नुभयो भने चाहिँ तपाईँले आफ्नो लाइफमा धेरै कुरा चाहिँ अचिभ गर्नुहुन्छ कि। सो लाइफ बेटर हुनेवाला छ। This much for today and see you on the next video.